आज चाहिँ हाम्रो 13th म्यारिज एनिभर्सरी अनि हामी चाहिँ आइपुगेको छौँ बागलुङ कालिका है। हाम्रो दिप सर चाहिँ रेडी भएर आउनु भएको छ। अब म चाहिँ यहाँ रेडी हुने हो बल्ल, किनभने घरबाट निस्केर एकदम पानी परिरहेको थियो हैन दिपु। थोरै मेकअप, त्यसपछि म ड्रेस पनि चेन्ज गर्ने हो यहाँ। दिप सर, बेबी, how are you feeling? Excited. Excited? म चाहिँ बाटोभरि निदाएँ है एकछिन। अनि इन्जोय गरे। यहाँ आइपुग्यो। बेबीले चाहिँ गाडी चलाउनु भयो, ड्राइभिङ। म चाहिँ एकैचोटि यहाँ आएर उठेको। हामी छिटो छिटो रेडी भएर ड्रेस चेन्ज गरेर मन्दिर जाने हो। भोक लागेको छैन भन्नु हुँदैन, पूजा गरेर मात्र खाने। यता हेर न, पानी छ? पानी छ। कान्छो, ह्याप्पी एनिभर्सरी। Happy anniversary. Same to you. Be always happy. अनि बेबी, विश मी। धेरै भाग्यमानी हुनु, सौभाग्यवती भएस। बागलुङ कालिका माईले रक्षा गरून्, अझै राम्रो गरेस, डिसिप्लिन भएस। जस्तो मनको सफा छौ त्यस्तै सफा व्यवहार मलाई गरेस हैन? कस्तो उइस हो बेबी? हो, रियल हो? अनि रियल हो? रियल हो। बिहान त मलाई मक्क पारेको थियो त। के भन्दै र? ओ आँखामा कि उठमा तिमीलाई लुकाऊ भाकामा। साँच्ची भन्नुपर्दा मलाई मेकअप गर्नै आउँदैन। लत्तर पत्तर हुन्छ। माथि माथि भागे कहाँ लगेकोलाई मैले माथि माथि रेगे त्यो उस गीतमा लगेको कि हालै गीततिर लगेको छु कि माथि माथि पन्थारमा। त्यसपछि मैले चाहिँ यसरी छेकेर ब्लाउज लगाएँ। साडी लगाउन चाहिँ अझै उभिनुपर्छ। अनि दिपु, यो साडी याद छ? यो साडी हजुरले गिफ्ट गर्नुभएको याद छ। कहिले कहिले भन भन। बर्थडेमा होइन र? रेड साडी कहाँबाट लिएको यो भन न? यो लिएको त बरु त्यहाँ रत्नबाट हो, याद छ। तर पानी परेको थियो, छाता ओर्दै गएको, त्यो पनि याद छ। ओकेजन भन के याद पारिन र मैले? के याद हुँदैन? योभन्दा अगाडिको के याद हुँदैन? के थियो त अब योभन्दा अगाडि मिनीको बर्थडे गयो। मैले साडी चाहिँ लगाएको छैन। मेरो ज्वेलरी पनि यति नै हो। ओके कान्छ। न्यू इयर नो होइन गिफ्ट दिने बेलामा चाहिँ याद हुन्छ। मैले फेरि पाउने मान्छेले कहिले पनि बिर्सिँदैन नि त। मलाई चाहिँ याद छ, तिमीले मलाई दिएको थियो यो वुमन्स डेमा। धेरै भएको छैन, मैले लगाएको पनि थिएन। आज एनिभर्सरी, यस्तो रातो साडी लगाउनु मन लाग्यो। ओके, मेरो ज्वेलरी यति नै हो। गाजल लाउन चाहिँ आउँदैन, यति नै हो। यस्तो टिकाहरू आउन लाग्दो रहेछ नि। आई लभ दिस टिकी सो मच। डन। हामी चाहिँ रेडी भयो। घरबाट सासू मम्मी बुवाले चाहिँ पूजाको
थाली रेडी गरेर नि पठाउनु भएको छ। अब चाहिँ हामी मन्दिर दर्शन गर्न जान्छौँ। भगवानले बोलाउनु पर्छ नि त। फाइनल्ली मैले साडी लगाएर आएँ है बाहिर गएर दिप सरको हेल्पले। अब पिन लगाउँछु समाउँ त। म चाहिँ हे ल म चाहिँ रेडी भएँ दिपु। लेट्स गो। बिजुलीको तार तार कपाल छोडौँ कि बानौँ होला? यतिकै छोडौँ म? बोलेर जाऊ, कहाँ छोड्ने त्यस्तो कपाल लिएर आएको कपाल कमेडी। मेरो एउटा फुल लुक्स चाहिँ हजुरले यस्तो खिच्दिनु है बाहिरबाट। यो मनको अनि म फुल लुक्स पनि कुनाभित्र देखाउँछु। तस्बिर तिम्रो बसेछ। Yes, he have amazing मैले voice. कहिल्यै नसोचेको माया प्रीति बसेछ। पहाडको आँसु बोकी खोला बगे जस्तो मायालुको माया बोक्ने कुसुमे रुमाल कुसुमे रुमाल कुसुमे रुमाल। ओ जरा जरा टच मी ओ जरा जरा किस मी ओ जरा जरा होमे दामी बाबा। यो समाउँदा म पूजाको थाली निकाल्छु। त्यसो दिन्छु दिपु। बाबा आउँछ है। ओके। ओ दुलै ठिक छ। अब मन्दिर जाउँ। ल हामीले फाइनली मन्दिर दर्शन गऱ्यौँ। मलाई यहाँ सिन्दुर हालिदिनु भयो, टिका लगाइदिनु भयो। कस्तो भयो दर्शन? सिन्दुरपट्टि चाहिँ मेरो श्रीमानको आजको उपहार। अघि एकजनाले के भन्यो अरे? व्याकरण लाउनु हो तपाईँहरू भनेर। बिहे गर्न लाउनु भएको न्युली कपाल। बट हामी 13 वर्ष भइसक्यो बिहा गरेको। 2टा छोरी छ हाम्रो। म जत्रै भइसक्यो छोरी त है। थ्याङ्क यू फर वाचिङ। बाई बाई।